अमेरिकाको फर्स्ट स्नो भन्नु पर्यो के यो ड्राइभ वे चाहिँ सबै यो सफा गर्नु छ अहिले यति गाह्रो छ क्या अमेरिका सबैले भन्छन् अमेरिका यस्तो दामी देश होला पैसा हुँदो होला भन्ने सोच होला तर हेर्नु यहाँ हिउँ सोर्नाले गर्दा न पैसा पाउँछ न के पाउँछ लु हेलो गाइज वेलकम टु आवर युट्युब च्यानल अनि आज चाहिँ हामी नयाँ न्यू थिङ्स लिएर हामी हाम्रो च्यानल मार्फत आइरहेछौँ। अमेरिकामा यस्तो हिउँ परिरहेछ आज चाहिँ मेरो घरमा अब कसरी हिउँ सोर्ने कसरी चाहिँ अब आफ्नो ड्राइभवे क्लियर गर्ने त्यो हामी सबै कुरा देखाउने छौँ। आज यस्तो कठिनाइ वर्क छ नि बाहिर हिउँ भुँडाभन्दा माथि छ अनि त्यो सबै कुरा म हजुरहरूलाई देखाउँदै र हाउ टु क्लिन कसरी क्लिन गर्ने हेर्नुहोस् मैले अब मेरो ग्लोभ्स लगाइसकेँ मेरो यस्तो खतरा ज्याकेट नि अब यस्तो चिसो छ बाहिर अब ज्याकेट पनि लगाइसकेँ अब म प्यान्ट सेन्ट सबै रेडी भएर फेरि आउने छु है। हे गाइज है हाम्रो चाहिँ यो गोडाको चाहिँ खुट्टाको चाहिँ यति चाहिँ हिउँ परेको छ ल हेर्नु यहाँ हिउँको यो चाहिँ हिउँ सोर्ने मेसिन हो है गाह्रो छ यस्तो हिउँ छ बाफ्रे तर पनि घाम चाहिँ अलिअलि लगाइरहेछ है। यो मिसिगनमा चाहिँ 6 महिना चाहिँ एकदमै टन्टलापुर घाम लाग्ने 6 महिना चाहिँ यति धेरै हिउँ पर्छ बाफ्रे अहिले त झन् स्टार्टिङ मात्र हो यो अझै भर्खरै यो सुरुवात भइरहेछ अझै छ 5-6 महिनै छ पर्नलाई। यस्तो हिउँ सोर्ने मेसिन चाहिँ यही हो है यहाँको यस्तो छ मेसिन चाहिँ तर सोर्न चाहिँ एकदम मजाले सोर्छ। यसको रिजल्ट एकछिनमा देखाउँदैछु म। अनि अर्को कुरा बिग सवेल चाहिन्छ भन्छ नि बिग सवेल चाहिँ हो है यही हो सवेल बिग सवेल। के भयो चिसोले गर्दा स्टार्ट भएन जस्तो छ यो हाम्रो हिउँ सोर्ने मेसिन है। अब यतातिर कस्तो छ म देखाउँछु। हामीले एक थोपा पनि हिउँ सोरेको छैन ल हेर्नुहोस् यहाँ यति धेरै हिउँ पर्छ बाफ्रे यहाँ बाटै छैन हिउँ निस्किने बाटो झन् आधी घाम लागेर पग्ल्यो होला ल यस्तो छ यस्तो लाग्छ क्या यस्तो स्टार्ट हुनै गाह्रो हुन्छ बल्ल बल्ल स्टार्ट भयो फेरि स्टप के भइरहेछ आज यस्तो छ लाइफ है विरक्त लाग्दो लाग्छ कहिले काहीँ त ल बाफ्रे यति धेरै अग्लो थियो नि गाह्रो छ जिन्दगी गाह्रो छ कसरी गयो यो लाइफ टाइम नै यस्तै हो क्या यो ठाउँमा चाहिँ यहाँ रनिङ गरेर आइरहेछन् बेबीलाई आछु छैन आछु भएको छैन बाबा आमान्या त्यसो नगर न राजा चिसो लाग्छ तर मैले भित्र त लगाइदिन्छु उठा 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 ल यति चाहिँ लेयरमा चाहिँ हिउँ परेछ ल हेर्नुहोस् त यति धेरै ओ माई गड Isn't it crazy? So crazy छ ठाउँ पनि
ज्याकेट ड्याडीले दिएर चाहिँ राम्रो गर्नु भएछ। यस्तो छ तातो है, हावा चाहिँ छिर्दैन। जिन्दगी है एकदमै क्रेजी लाग्छ यस्तो देख्दा चाहिँ। अब छोराछोरी अब आफू निस्किँदा उनीहरू ननिस्कि नहुने, चिसो लाग्छ भन्ने डर। ओ माई गड, हात यस्तो हुन्छ। ओ माई गुडनेस। ल हेर ह्यान्ड देखाउ त तिम्रो। ओ माई गड, यस्तो हुन्छ ह्यान्ड। अनि त्यो नेपालमा लेकतिर त झन् 24 घन्टा चिसो हुन्छ, त्यहाँ त झन् हिटहरू पनि हुँदैन घरभित्र, खालि आगो बाल्ने। अनि अब लाइफ टाइम नै त्यस्तै भनेपछि कसरी चाहिँ उहाँहरू बसिरहनु भएको छ होला यस्तो चिसोमा होइन। त्यो त अब कल्पनाभन्दा बाहिरको कुरा हो, तर बस्नु बानी हुँदो रहेछ। अब अहिले यति चिसो हुन्छ, अब गर्मीमा भन्नुहुन्छ भने यति धेरै फेरि जति जाडो छ त्यो डबल फेरि गर्मी भयो यस्तो छ। अनि ठिकै गर्मी भए पनि हो भन्ने होइन। 6 महिना चाहिँ अति चिसो र 6 महिना चाहिँ अति नै गर्मी। यस्तो ठाउँमा चाहिँ अब बस्नु परेको छ, सर्भाइभ त गर्नै पर्यो। एउटा कुरा देखाउँछु, यस्तो हिउँ परिरहेछ, तर यो के हो यो? ल यो हेर्नु न, यसलाई के भन्छ? यो एकदमै राम्रो देखिरहेछ, तर यो के हो? यो यस्तो हिउँमा पनि यो यस्तो क्या राम्रो प्लान्ट रहेछ कि के हो यो? तर राम्रो फलिरहेछ। वाउ, विशेष। तेल सक्यो, तिमीले त्यहाँ उयो गरेनौ होला। तर ट्राई खै म ट्राई गरौँ। गाइस यस्तो पहाड छ यहाँ चाहिँ। यो मेल बक्स आउने चाहिँ होइन यसरी पुरिसकेको छ। यो हिउँले यति सुन गरेछ है। अझै त सोर्नु धेरै छ। कति मेला आएछ तेरो छैन के लिएर आएको फेरि त्यो? आउच, नगर न भनेको। जाऊ जाऊ जाऊ। अहिले अब ल कस्तो भयो? यति त क्लियरै हो, यति त राम्रो छ। सो बानी यहाँ आऊ, यहाँ आऊ। बानी कम हियर। पनि यस्तो अवस्था उडेको अवस्था। यसो आकाश चाहिँ कति राम्रो। राम्रै भइरहेको छ अहिले। गाइस त्यो हिउँ सोर्न चाहिँ होइन मैले मात्रै नसकेर मेरो श्रीमतीले धरि मलाई एकदम धेरै हेल्प गरिरहेको थिएँ होइन। अब अमेरिकामा कस्तो रहेछ भन्ने कुरा अब देखिहाल्नु होला। त्यति दुःख चाहिँ गर्नुपर्छ है। काम नगर्नु पऱ्यो भने घरमा चाहिँ एकदम दुःख चाहिँ गर्नुपर्छ।
साथीहरू गाडीको पालो छ जिन्दगीमा हिउँ सोरेको पनि अमेरिकाले पैसा दिनु पर्थ्यो क्या आवरले पे गर्नु पर्थ्यो जस्तो लाग्छ लगभग 1 आवर 2 आवर चाहिँ हिउँ सोर्न लाग्छ जिन्दगीमा तर एक्सर्साइज चाहिँ हुन्छ हैन यो मान्छेलाई एक्सर्साइज पुगेको थिएन खतरा हिउँ सोरिरहनु भएको छ ल भवाल छ है खतरा हो ल आर्मीमा जाँदा हुन्छ आर्मीमा त्यो ड्यालले त आर्मी जाउँ भनेर नि त उमेर हुनु पर्यो नि अब बुढो भएपछि को उमेरमा जाने हो ल वाउ लाइफ इज क्रेजी लाइफ इज ब्युटिफुल है ल लाइफ ब्युटिफुलै छ ढोका खुल्ला छ हौ यहाँनिर गाइस हजुरहरूले अब यसलाई त स्विजरल्यान्ड जस्तै देख्नु होला यो चाहिँ मिसिगन है अमेरिकाको मिसिगन हो यस्तो दामी होइन घाम अस्ताइरहेको छ अहिले हेर्नुहोस् घाम अस्ताउँदा कस्तो देख्छ ओ माई गॉड हाम्रो घरको आउटसाइड चाहिँ हैन बेबीहरुले चाहिँ अमन्या व्हाट यु मेकिङ snowman oh look at the eyes yeah I see that look I made some my hair I add some nose here oh okay where is Avani koi I add some feather here so it looks like a chicken oh okay I'm making another one Avani yay I do this now guys finally चाहिँ हैन हाम्रो चाहिँ सिनिक्क भयो है घर चाहिँ ल स्नो अमेरिकाको हिउँ चाहिँ कसरी क्लिन अप गर्ने यो कुरा चाहिँ अब यसरी गरिन्छ हैन कति दुःखमा हुँदो रहेछ भन्ने कुरा सबैले देखिहाल्यो हैन है थ्याङ्क यू फर वाचिङ अस यस्तै भिडियो हेर्नको लागि हामीलाई यो च्यानलमा सम्झिनुहोस् है अनि यदि हजुरहरूलाई मेरो भिडियो हाम्रो भिडियो राम्रो लाग्छ भने प्लिज सब्सक्राइब अस एन्ड बी आवर क्लोज फ्रेन्ड if you have any question just put a compliment on the video. Thank you for watching us. See you in the next video. Bye. Ammonia, what are you doing? Snow breaking. Oh, let's make a snowman. I can't make a